हामी नेपालको पेरेन्ट्स भनेको चाहिँ बारबरा फाउन्डेसन र डाक्टर सन्त गुरुङ हो कि सो हाम्रो चाहिँ त्यस्तो छ कि एभ्री गाइडेन्स वी आस्क हिम जे गर्नुभन्दा अगाडि नै हामीले चाहिँ डाक्टर सन्त गुरुङलाई हामी सोध्छौँ अनि मात्र हामीले हेलो साथी, आज पनि म तपाईँहरूको माझमा नयाँ खोज खबरका साथमा उपस्थित भएको छु। म दीपक। वास्तवमा आजको विषय रहेको छ बारबरा फाउन्डेसन एनजिओ के हो। सबैभन्दा पहिलो कुरो बारबरा फाउन्डेसन के हो र बारबरा फाउन्डेसनको जन्म कहाँदेखि भएको हो, म तपाईँलाई यस विषयमा डिटेल गर्न गइरहेको छु। बारबरा फाउन्डेसन एक एनजिओ हो, यो एउटा फाउन्डेसन हो, संस्था हो। यो संस्था दर्ता गरेकी थिइन् बारबरा एडमले। बारबराको जन्म सन् 1931 14 अप्रेलको अमेरिकामा भएको थियो र सन् 1961 मा पत्रकारिता रूपले बेलायतकी रानी इलिजाबेथको नेपाल भ्रमण कभर गर्न नेपाल आएकी थिइन् र नेपालको काठमाडौँ भन्ने ठाउँमा आएपछि उनको भेट तत्कालीन राजा महेन्द्रका भाइ प्रिन्स वसुन्धरासँग भयो। त्यसपछि उनीसँग प्रेम सम्बन्धमा बसिन् र नेपालमै बस्न थालिन्। केही स्रोतहरूले उक्त सम्बन्धलाई कानुनी विवाहको मानिएको उल्लेख गरिएको छ र कतिपयले यो सम्बन्धलाई अनुचित मानेर राजदरबारले पनि यो सम्बन्ध त्यति बेला पनि स्वीकारेको थिएन। त्यसपछि उनी पर्यटक, समाज सेवा जस्ताहरू काम गर्दै उनी 40-50 वर्षभन्दा बढी बसिन्। नेपालमै बस्दै गर्दा अन्ततः उनीलाई नेपाली नागरिकता समेत प्राप्त भएको थियो र एडमले फाउन्डेसनको बारेमा धेरै मेहनत गरेकी थिइन् र उनको निधन 2016 मा भएको थियो। अब कहानी यहाँदेखि घुमाउरो मोड लिन्छ र उनका बुवालाई धेरै भयो भन्नेवालाले यहाँ देख्न सक्नुहुन्छ CIA थिए अमेरिकाका भन्ने कुरा हुन्छ। उहाँहरूमा पसाल्नको लागि यो लेडी, ब्युटिफुल लेडीले थिइन् बारबरा एडम्स है। र यिनी आइन्, यिनको बाउको फोटो देखेँ मैले। म जुन कोठा सुत्थेँ त्यही कोठा रहेछ। त अनि मैले भने बारबरालाई कसको फोटो हो? बारबरा हो, मेरो बुवा हो, यो त CIA अफिसर रहेछ नि त। हो भने CIA अफिसर। इन्ट्रेस्टिङ। त्यहाँबाट म आफै छक परेँ, ओहो यसले त नेपाल खाना हो गइदिने छु। किनभने CIA को अफिसरको छोरी हेर्नु उनीहरूको कस्तो हुन्छ, लामो लङ टर्म वर्क हुन्छ। आफ्नो छोरीलाई नै सेक्रिफाइस गरेर नेसनको लागि चाहिँ नेपाल पठाए। CIA को अर्थ हो सेन्ट्रल इन्टेलिजेन्स एजेन्ट, यानि कि रो। अब यो कुरो कति सत्य हो त्यो हामी अहिले पुष्टि गर्न सक्दैनौँ, तर सुनाइलाई यही कुराहरू आएको छ। यतिका वर्षसम्म यो एनजिओको कुनै अत्तो-पत्तो थिएन। अचानकै यो किन यति हाइलाइट भयो र किन यो विवादित भयो, यस विषयमा जाउँ अब। दरअसल 2025 को JNG आन्दोलनपछि अमेरिकादेखि प्रचालित भएको यो एनजिओले हामी नेपालकै हौँ, हामी नेपालदेखि नै प्रचालित भएका हौँ, कोभिडदेखि नै हामीले JNGलाई साथ दिएका हौँ र JNGमा जतिपय मान्छेहरू छन् उनको केही प्रतिशत मान्छेहरू यही एनजिओ भित्रबाट नै गएर यो चलाएका हौँ। यो JNGमा धेरै पय मान्छेहरू भित्रैका छौँ, हाम्रो यही संस्था भित्रको छ, यो एनजिओ भित्रको छ भन्ने एउटा दाबी गरिसकेपछि सामाजिक सञ्जालमा फाउन्डेसन, CIA, विदेशी शक्ति, सरकार परिवर्तन, आन्दोलन नियन्त्रण जस्ता विभिन्न दाबीहरू जोडियो कि नेपाली जनतामा डर त्रासहरू फैलियो। बर्बरी एडम अमेरिका मुलुककी भएकी कारणले गर्दा र उहाँको बुवा एक एजेन्ट भएको कारणले गर्दा देश कतै अमेरिकातिर जान्छ कि भन्ने आलोचनाको विषय उठिरहेको। झन् यसमा नेपालका प्रसिद्ध नामचिन व्यक्तिहरूको नाम जब सार्वजनिक भयो तब हाम्रो देश अमेरिकन सत्ताको गुलाम हुन सक्छ भन्ने खालको भाव जनतामाथि, युथमाथि पलायो अनि यो विषय आलोचना भएको हो। र यस बारबरा फाउन्डेसनको हालको नेतृत्वमा रहेका प्रमुख नेपाली व्यक्तिहरू र उनको पदहरू यस प्रकार छन्। डाक्टर सुदन रुइत पद अध्यक्ष, डाक्टर चन्द्रप्रसाद पोखरेल पद उपाध्यक्ष, अखिलेश उपाध्याय पद महासचिव जनरल सेक्रेटरी, सुदनराज पाण्डे पद कोषाध्यक्ष, सञ्जय बहादुर थापा पद सदस्य, डाक्टर गोविन्दराज पोखरेल पद सदस्य, डाक्टर स्वर्णिम वाग्ले पद सदस्य, प्रा गोविन्द नेपाल पद सदस्य, रागिनी उपाध्याय पद सदस्य, सुधन घिमिरे पद सदस्य। यस्ता खालका हस्ती नै त्यहाँभित्र हुँदा ध्यान केन्द्रित हुनुपर्ने त स्वाभाविक नै छ, आलोचना पनि हुनुपर्ने स्वाभाविक नै थियो। र आलोचना गर्ने व्यक्तिहरू टोटल तपाईँहरू माझमा हुनुहुन्छ। के विषय हो, कहाँ जाने हो, यो त हामीलाई पनि थाहा छैन। तपाईँको आफ्ना जिज्ञासाहरू कमेन्ट बक्समा राखिदिनु होला। फेरि यस्ता यस्तै विषय ल्याएर उपस्थित हुनेछु। बाबाई, फेरि भेटौँला।